नमस्ते। आज हामी वनस्पति जगतको एउटा निकै नै आधारभूत तर एकदमै रमाइलो विषयमा कुरा गर्दैछौँ। फूल फुल्ने बिरुवाहरूलाई खासमा दुईवटा ठूल्ठूला समूहमा बाँडिन्छ। हो, आज हामी तीनै एकदलीय यानि मोनोकट र दुईदलीय यानि डाइकट बिरुवाहरूबीच के फरक छ भनेर बुझ्नेछौँ। कहिल्यै सोच्नु भएको छ किन एउटा मकैको बोट र आँपको रुख हेर्दैमा यति फरक हुन्छन्? अथवा किन घाँसको मैदान र गुलाबको बगैँचाको पूरै स्वरूप नै अलग देखिन्छ? सुन्दा अचम्म लाग्ला, तर यसको जवाफ वनस्पति विज्ञानको एउटा एकदमै सरल तर शक्तिशाली सिद्धान्तमा लुकेको छ। हो, ती दुई समूहहरू हुन्, एकदलीय जसलाई हामी मोनोकटिलेडन भन्छौँ र दुईदलीय अर्थात् डाइकटिलेडन। यी भनेका फूल फुल्ने बिरुवाहरूका दुई मुख्य वर्ग हुन् जुन उनीहरूको भित्री बनावटको आधारमा छुट्याइएको हुन्छ। ल, अब ढिला नगरी सुरु गरिहालौँ र हेरौँ यी दुईमा के फरक रहेछ। यो पुरै वर्गीकरणको कथा सुरु हुन्छ बिरुवाको जीवनको सबैभन्दा पहिलो चरणबाट। हो, बिउबाटै। बिउभित्र लुकेको एउटा सानो भिन्नताले नै त्यो बिरुवा हुर्केपछि कस्तो देखिन्छ भन्ने कुराको नक्सा कोर्दिन्छ। यो भिन्नताको मुख्य जड हो बीजपत्र वा कोटिलेडन, जसलाई हामी बिउपात पनि भन्न सक्छौँ। मोनोकोट जस्तै कि मकैमा एउटा मात्र बीजपत्र हुन्छ। यसको काम चाहिँ भ्रूणको लागि खाना जम्मा गरेर राख्ने एन्डोस्पर्मबाट पोषक तत्त्वहरू लिनु हो। अर्कोतिर डाइकोट जस्तै सिमीमा दुईवटा बीजपत्र हुन्छन् अनि यिनीहरू आफैमा पोषक तत्त्वले भरिएका हुन्छन् जसले बिरुवालाई सुरुमा हुर्कन चाहिने सबै ऊर्जा दिन्छन्। हो, यो सम्झिन एकदमै सजिलो छ। मोनोकोटको मोनोको अर्थ नै एक हो भनेपछि बिउमा एउटा मात्र बीजपत्र। यो नै उनीहरूको पहिलो र सबैभन्दा महत्त्वपूर्ण पहिचान हो। र ठ्याक्कै त्यसै गरी डाइकटमा डाइको अर्थ दुई हो, बिउमा दुईवटा बीजपत्र। हेर्नुस् त, यही एक र दुईको सामान्य भिन्नताले नै बिरुवाको जरादेखि फूलसम्मको पुरै विकासको बाटो नै फरक बनाइदिन्छ। ल, अब बिउबाट निस्केर जमिनमुनि जाउँ। बिरुवाहरूले आफूलाई कसरी अड्याउँछन् र पानी कसरी पाउँछन्? यहाँ पनि मोनोकट र डाइकटले एकदमै फरक बाटो अपनाएका हुन्छन्। मोनोकटहरूमा गुच्छे वा रेसादार जरा हुन्छ। यो भनेको माटोको सतहभन्दा धेरै तल नगई फैलिएको पातलो जराहरूको एउटा बाक्लो जालो जस्तै हो। यसको ठिक उल्टो डाइकटहरूमा मूल जरा प्रणाली हुन्छ। यसमा चाहिँ एउटा मुख्य मोटो जरा सिधै तलतिर जान्छ र त्यसबाट अन्य साना हाँगाहरू निस्किन्छन्। यसले बिरुवालाई जमिनमा गहिरोसम्म समातेर राख्छ। अब यो जराको बनावट फरक हुनुको असर वातावरणमा पनि पर्छ। मोनोकोटको गुच्छे जराले माटोलाई एकदमै राम्ररी समातेर राख्छ, जसले गर्दा माटो बग्न पाउँदैन र भूक्षय रोकिन्छ। अर्कोतिर डाइकोटको मूल जराले बिरुवालाई माटोको धेरै गहिराइमा भएको पानीसम्म पुग्न मद्दत गर्छ। त्यसैले त यिनीहरू खडेरीमा पनि हरियै रहन सक्छन्। ल, अब जराबाट माथि उक्लाउँदै बिरुवाको मुख्य शरीर अर्थात् यसको काण्ड र पातहरूको संरचना कस्तो हुन्छ त्यो हेरौँ। यहाँ पनि हामीले एकदमै स्पष्ट भिन्नताहरू देख्न सक्छौँ। बिरुवाको भित्री पाइपलाइन प्रणाली यानि भास्कुलर बन्डलहरूलाई हेरौँ है त। मोनोकोटको काण्डमा पानी र पोषक तत्त्व बोक्ने यी नलीहरू यताउता छरिएर बसेका हुन्छन्। यही कारणले गर्दा तिनीहरू खासै मोटा हुन सक्दैनन्। तर डाइकोटमा यी बन्डलहरू एउटा छिटिक्क परेको गोलाकार रिङमा बसेका हुन्छन्। यही व्यवस्थित संरचनाले गर्दा डाइकोटहरूले काठ बनाउन सक्छन् र हरेक वर्ष आफ्नो मोटाइ बढाउँदै ठूल्ठूला रुख बन्न सक्छन्। अब बिरुवाको सोलर प्यानल अर्थात् पातहरूतिर ध्यान दिउँ। मोनोकोटको पात जस्तै घाँस वा केराको पातलाई हेर्नुभयो भने त्यहाँ सिराहरू एकअर्कासँग समानान्तर यानि स्ट्रेट लाइनमा गएका हुन्छन्। तर डाइकोटको पात जस्तै गुलाब वा आँपको पातमा सिराहरूले एउटा जटिल जाली जस्तो डिजाइन बनाएका हुन्छन्। यो त बाहिरबाटै सजिलै देखिने फरक हो। अब हामी आइपुगेका छौँ बिरुवाको जीवनचक्रको अन्तिम र सायद सबैभन्दा सुन्दर भागमा, फूलमा। फूलको बनावटले पनि हामीलाई यी दुई समूह छुट्याउन मद्दत गर्छ अनि अन्त्यमा यी सबै भिन्नताहरूले आखिर के फरक पार्छ त भनेर पनि हेर्नेछौँ। यहाँ एउटा रमाइलो गणितको नियम लागू हुन्छ। कुनै फूल देख्नुभयो भने त्यसको पात, जसलाई पुष्पदल भनिन्छ, गन्नुहोस्। यदि पुष्पदल वा फूलका अन्य भागहरू 3 वा 3ले भाग जाने सङ्ख्यामा जस्तै 3, 6, 9 छन् भने त्यो प्राय मोनोकोट हुन्छ र यदि तिनीहरू 4 वा 5 वा यिनैले भाग जाने सङ्ख्यामा छन् भने त्यो प्राय डाइकोट हो। ल,
अहिलेसम्म हामीले हेरेका सबै कुरालाई यो एउटै स्लाइडमा सर्र हेरौँ है त। मोनोकोट एउटा बीजपत्र, गुच्छे जरा, छरिएका बन्डल, समानान्तर सिरा भएको पात अनि फूलका भाग 3को गुणाङ्कमा। अनि डाइकोट दुईवटा बीजपत्र, मूल जरा, रिङमा भएका बन्डल, जालीदार सिरा भएको पात र फूलका भाग 4 वा 5को गुणाङ्कमा। यो तालिकाले दुई समूह बीचको मुख्य भिन्नतालाई एकदमै स्पष्ट पार्छ। तर यो केवल किताबमा पढ्ने वर्गीकरण मात्रै होइन नि। यी हरेक भिन्नताको बिरुवाको जीवन र वातावरणमा गहिरो असर हुन्छ। बिउको संरचनाले बिरुवा सुरुमा कसरी हुर्किन्छ भन्ने तय गर्छ। जराले माटोलाई जोगाउँछ र खडेरीमा बाँच्न सिकाउँछ। पातको सिराले खाना बनाउने प्रक्रियालाई प्रभाव पार्छ र काण्डको संरचनाले त बिरुवा कति अग्लो, बलियो र कति लामो समयसम्म बाँच्छ भन्ने कुरा नै निर्धारण गर्छ। त्यसो भए अब अर्को पटक बगैँचामा वा खेतबालीतिर जाँदा एकछिन रोकिएर हेर्नुहोस् त। घाँसको पात र छेउकै गुलाबको पातलाई निहाल्नुहोस्। मकैको बोट र सिमीको लहरालाई ताजेर हेर्नुहोस्। अब त थाहा भयो नि तिनीहरू किन यति फरक छन्। यो नयाँ ज्ञानको साथ हाम्रो वरपरको हरियो संसारलाई एउटा बिल्कुलै नयाँ र गहिरो नजरले हेर्न सकिन्छ।